drinks keep coming. Bar sold out and the 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 drinks keep coming. And everybody I was trying to leave with something. हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म फेरि धेरै दिनपछि हैन आज हाम्रो टुर छ, त्यही टुरको लागि चाहिँ जोइन भएको हामी जानलाई रेडी भइसकेको छौँ हैन। आजको चाहिँ गजब रमाइलो हुनेवाला छ, लास्टसम्म हेर्नु होला। आज चाहिँ हाम्रो टुर चाहिँ गोटीगारा गुराँसे अनि के पार्क छ है, तर गजब रमाइलो हुनेवाला छ। ल लास्टसम्म हेर्नुपर्छ गाइज। यस्तो बबलको भ्यू देखिन्छ नि, त्यो माथि थि डाँडाको, त्यो डाँडाको त्यो माथि सबभन्दा माथि बिचमा अनि हो त्यही हो। त्यहाँ जाने हामी खाएर धेरै रमाइलो नगर्ने भइहाल्यो। त्यो के गाउँ यहाँ ल्याकै छु के नाच्दै अहिले खाना पकाएर ल्याउनु, खाना खाएर यसो हुन्छ खाना खाएर लैजाने भन्दा त्यसपछि सादा बच्चाले फेरि साँझै अनि के उज्यालो यहाँ यस्तो उज्यालो उठ्दै घर पुग्ने भन्छौ। जति घुम्न आउँछ त्यही हेलो 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 हेलो। अरे मेरो भलक छ त यार, एकदम खतरा भइरहेछ यहाँ चाहिँ। ओके परेर नि स्कुलको त्यहाँ स्कुलको डान्स चलिरहेको यार, देखिँदै रहन्छ नि। वाउ सुर्खेत भेल है, यति दामी देखिरहेको हैन। त्यहाँ पाए यस्तो ठाउँ छ, त्यहाँ जानु छ अझ। यहाँ यति राम्रो होटल रहेछ सुर्खेत भ्यालु, यो मेन रोड यस्तो बबालतिर नि। हाम्रो कन्याम प्रदेश पनि दामी छ कि, तर केटाहरू हेर्नु। वाउ क्यामराम्यान गर्ल्स ग्रुप। खाऊ खाऊ खानै जन्मियो। ल ग्रुप सहितको नाच, ग्रुप डान्स कमल लिएर प्रतिबोध लाने हो कि। क्या हो तो धेरी झिसिमिसी छ आँधेरी, बिर्स्यो क्या हो आँधेरी, लेको चरीका झरी, घर कता हो बहिनीको आउन साह्रै मन पर्यो, घर कता हो बहिनीको आउन साह्रै मन पर्यो, आउन साह्रै मन पर्यो। तिम्रो जातिमला नजिस्काउ है मर्तिमला, रातै तिम्रो झर्तिमला नजिस्काउ है मर्तिमला, नजिक नजिक नसार लाउन लाग्यो तिरोती,
डर लाग्दा नि बनैमा हामीलाई राख मनैमा डर लाग्दा नि बनैमा लेको चरीका छारे घर कता हो बहिनीको आउन साह्रै मन पर्यो घर कता हो बहिनीको आउन साह्रै मन पर्यो आउन साह्रै मन पर्यो Oi, mau buat siapa tuh? Nggak mau deh. भेरी आयो भेरी भेरी सल्लाहकारीमा बेलुका उही युवाको युट्युब च्यानलमा गड हामी कुन ठाउँ आएपछि के पार गर्यो गिरी पार्क होइन अघि माथिको देखेको थियो नि यो यता साइडबाट देखेको जस्तो लाग्छ
दुईटा गाडी आए रहेछ एउटा गाडीमा जान पाम क्यामेरा छ क्या ओ माई गॉड यस्तो दामी रहेछ नि यार क्यामेरा हैन फेरि क्यामेरा छ होला छैन के हो बाँदर हेर न बाँदर उपारी रुखमा रुखमा यति के खेले ओ माई गॉड टन्ने हुँदैन नि मान्छे भगवान यति बनाइदे बा मेरो चाहिँ अल भिडियो बनाउँछु है मैले चाहिँ आज यो ग्रिन पार्कको ल सबको मैले अल भिडियो बनाउँछु क्या ल सुभाष हामी एकचोटि सबै घुम्छौँ है हेर न आम्मा यति दामी रहेछ ल तपाईँहरू आउनुपर्छ है दोस्त साथीहरू आउनुपर्छ सबैजना गजब छ ठाउँ ल अह हेर त राम्रो बनाएको रहेछ नि यता टाइगर ओ माई गॉड सर यहाँ आउँछ त्यो चाहिँ सुर्खेतको कहाँ गरे गोटी गाँडा है गोटी गाँडा है अहिले हामीले चाहिँ पिकनिकको लागि आएको थियौँ यस्तो ठाउँमा आउनु आइयो कि गिरी पार्क बब्बाल ठाउँ ल सबै ठाउँ घुमिसक्नेवाला छौँ है हामी ए फर्क्यौँ हामी अब यहाँबाट अहिले आउनुपर्छ फेरि केटाहरूसँग हाम्रा साथीहरू ओ माई गॉड मोङ्की डाँफे र त डाँफे होइन र यो लाली गुराँस डाँफे तर यो चाहिँ हो नि खेलाउन भन्छ के भन्छ मूर्ति हो के अरे के भन्छ त्यही नै हो ओ माई गॉड लास्ट मन पर्यो यार गाइस तपाईँ आउनुपर्छ हामी चाहिँ आज आइदिएको सबै घुम्छौँ है हामी चाहिँ सब देखाउँछौँ यो चाहिँ यस्तो दामी ठाउँ छ यो गुराँसे जाने ठाउँ भइहाल्यो त यो चाहिँ कहाँ भन्छ भनेपछि गोटी गाँडाको छेरा के पार्क गिरी पार्क भन्ने आउनु तपाईँहरू गिरी पार्क स्वागतम गरे हल्लो 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 भएन कि हल्ला यार फेरि हामी घुमे फेरि टाइगरको हजुर भगर ओ माई गॉड कडा छ उसको मौडी घाट पनि वाउ यति दामी छ र अब त गफमा जाने भनेको गफमा जानु पाल्नै आएन भनेको फाइनली हामी फर्किनु पर्ने हुन्छ कति बसियो भनेपछि 4:01 मलाई चाहिँ गुराँसे जानुपर्ने हो क्या खास चाहिँ भ्यू टावर जाने बाटो गुराँसे नगरपालिका गाउँ खतरा थियो नि फुटबल वाला टुप्पा रानी मता सुर्खेत हो कि न के खुकुरी खुकुरी लेखेको छ खुकुरी कम हियर गाइस ओए कारके बड्डा ओए कारके बड्डा
चस्मा हुँदा छैन भन्छ नि मसँग रिसार त्यसै यार त्यो मान्छे यार प्रदीप भ्यू टावर जानुपर्छ भ्यू टावर छ भन्दा नि रेगुलर भिडियो गराउँछु है मैले चाहिँ हेर्नुलाई बिच बजारबाट आयो फाइनली आयो रेगुलर भिडियो है हामी प्रत्यक्ष प्रसारणमा छौँ कहाँदेखि छुट्यो त त्यो आफ्नै क्यामेरा आउँदै खिच्ने क्यामेरा होइन यता जाने हो त अनि अघि न हामी यता हान्दा गुराँसे भ्यू टावर यहाँ भिडियो गराउनु पर्छ क्यामेरा राख्नुपर्छ त्यो एउटा नि 12 पछि त्यही गर्नु यहाँ आउन त 12 पास गरेर ठ्याक्क लाएर प्रसारण हेर्नुहोस् यहाँ हामी प्रत्यक्ष मलाई भन्ने आउने पहिले कुरो प्रत्यक्ष हो कि छिचुर भन्दा हेर्नुहोस् यहाँ हामी प्रत्यक्ष प्रसारणमा छौँ यहाँको अवस्था हेर्नुहोस् हामी प्रत्यक्ष प्रसारणमा छौँ किन रोकेको हामी 300 रुपियाँ काटेन मलाई चाहिँ एउटा अङ्कलले लो बाबु भन्दै के हो भनेको लो भने अर्को दिन अर्को साल काम लाग्छ अरू साल काम लाग्छ 4 जना आउँथ्यो भने ओहो कताबाट हुन्छ आफै टिकट काट्नु हामी प्रत्यक्ष गुराँसेमा छौँ भने चाहिँ गुराँसे भ्यू टावर एउटा भिडियो गराइदियो न मेरो यार यिनीको टिकट काटेर आएको छ यार हामी चाहिँ भ्यू टावरको माथि जाँदैछौँ है हाम्रो सर तल हुनुहुनेछु सर आउनुभयो सर आउनुभयो अहिले हाम्रो त सर आउनुभयो हल्ला गर्ने माथि आएर हामी प्रत्यक्ष प्रसारणमा छौँ भ्यू टावरको टुप्पाबाट तल बोलाउँदै हुनुहुन्छ उहाँ हेलो हामी प्रत्यक्ष प्रसारण यति दामी भ्यू देखेछ नि हामीले आमा ल तपाईँहरू पनि आउनुपर्छ गाइज यहाँ घुम्नलाई बब्बाल छ अब भ्यू टावरबाट झर्नुपर्छ कहाँ हो गुराँस भ्याइयो गुराँस टिम जानुपर्छ अब हौ त्यो गुराँस त लड जानुपर्छ वा यति दामी छ यार ल 50 रुपियाँ टिकट काट्यो माथि आयो आनन्दले भ्यू हेऱ्यो बस्यो तर भ्यू हेर्न आउँदो रहेछ खासै मान्छे है तल त यति धेरै मान्छे छन् नि गाडीहरूमा वाउ कहाँ पार्टी जाने होइन फाइनल त्यही हो गाइज पनि टिप्यो गुराँसमा आएर केटाहरू अझै गुराँस टिप्यो आउँदैछन् गाईले छोड्छ नि फेरि अब हामी जानुपर्छ केटाहरू गइसक्यो हामी मात्रै बाँकी हो केटाहरू छिटो आऊ है ढिलो भइसक्यो गाडी गइसक्यो छुट्याउँछ हामीलाई हामी चाहिँ फाइनल जानुपर्छ छिटो है त्यो समस्या हुन्छ नि त फेरि कसरी दामी छ नि गुराँसमा आज चाहिँ गुराँसमा राम्रो छ क्या गुराँस पनि अनि भ्यू टावर यसो अफ है आउनुपर्छ ल हामी पनि अब फर्किन लाग्यो घुम्दै